रेडी भयो ल्याउनुहोस् सुपर हिट सुपर फास्ट ल आइज 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 अर्को भयो यहाँ हालिदिनुहोस् ए तावा थालेको छ यस्तो मन पर्दैन होला दाजु होइन हजुर यस्तो खालको मन पर्दैन होला होइन पर्छ हो यो फुलेको जस्तो पाक्छ नि त झन् छुट्टिन्छ क्या अम्म यो त कहाँ यो पाउनै पाउँदैन चिज 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 खोजेरै पाउँदैन नि यो त ल यो 20वटा त्यता पठाइदिने होइन 10वटा मलाई 10वटा तपाईँलाई जम्मा 30वटा बनाउनु हामी पनि यही खाने हो राइस बन्द भयो अरे वाह आई वाह डबल रोटी मक्खन बिस्कुट भनेर यही ग्यासमा पकाएको घाँस मिठो हुँदैन नि दाजु ग्यासमा जुन पकाउँछौ नि त्यो पाक्नै पाक्दैन क्या आमा यो त अनि के हो कि चिज भयो बस 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 ल्याउनुहोस् यतिको रोटी बनाएर खाएर सकिगयो नि खेल खत्तम यही खानु पर्यो
विदेशमा त यस्तो रोटी पकाउने काम पाउँदैन होला होइन? ठुलो पाउँछ ठुलो खालको रोटी अँ, कत्रो हुन्छ त्यो? तन्दुरी। गिलो आँटा गरम पर्छ चप्पाउने के माटोमा हो? त्यसले पाइन्छ। ए तन्दुरी अँ, त्यो खानु हुँदैन नि त्यो सोडा हाल्छ। डेन्जर त्यो सोडा हालेर त्यो के हालेर दिमाग खराब गर्यो त्यो सोडा हालेको मालहरू के हो अब यसमा के पानी ताप्दै कुन? पानी पानी तल। हजुर पानी। ल लास्ट है यो रोटी अझै रोटी नै पोलिरहेको छ मान्छे सान्छे अब यस्तै होला अब रोटी पोलो खाउँछ है के हो पहिला आफू खाउँ न त्यस गाडी अरूलाई दिउँला पहिला त आफू खानुपर्छ अब जिन्दगीमा के छ भरोसा दिदिन मायालाई दिउँ न के छ र खाना कम तरकारी धेरै भन्छ होइन यस्तो हो क्या तरकारी लु खाऊ दाइ खानु है खाना पहिला त्यो गिलास मात्रै माझेर लिएर आउनु के खाना यो मिट चाहिँ पकाउ न मिट हल्लिनु त हल्लिनु अलि राम्रो माझौँ दाइ गिलास चाहिँ हेर्नु यहाँ त्यतिकै र गिलास के अलिक राम्रो गएन रहेछ साबुनले माथि यस्तो हुनुभयो जाँदैन राम्रो लाग्यो होइन त्यो धेरै लाग्यो। ए होइन त्यो उसले जाँदैन यसो यसो गरेर मस्काए पनि अँ, हप्ले माग्नुपर्छ पहिला खाम गर ल ल पहिला खाम गर अनि त्यहाँदेखि काम गरम गर त्यही हो खानु पर्यो अनि गर्नु पर्यो चामल चाहिँ यहाँ यस्तो पानी